आज केटाकेटीले आज शनिबारको छुट्टी केटाकेटीको अब उनीहरूले जे मन परायो त्यही आज बनाइदिनु पर्यो सधैँ त्यसै गर्ने गरेको छ शनिबार र आइतबार चाहिँ आज आलु दम खान मन लाग्यो अरे उनीहरूलाई आलु दम बनाइदिनु अनि भात पनि नखाने आज मुरैसँग खाने अचार मुलाको अचार लगाएर सलाद गरेर खाने भन्दैछन् अब त्यही गरेर बनाइदिने आज आलु दमको लागि अब अलिअलि मासु पनि होला हिजोको मासु पनि छ अनि काश्मिरी मिर्च प्याज स्याज लसुन सबै चाहिँ मरमसला पिसेर चडक्क बनाएर पिरो धेर नहाली केटाकेटीलाई खाने खालको बनाएर खुवाउनु पर्यो नि आज आलु त साह्रै राम्रो रहेछ न तर यो आलु अस्तिका हो नि भाइ अस्तिको भनेको अस्तिका आलु रहेछन् नि आजको आलु चलाएन मैले अब एक दिन आलु चुकाउने बनाइदिन्छु के भयो यो प्याज काट्न पनि अब सिले सजिलो हुन्छ उपकार हुँदैन हाम्रो यो किचनमा प्रायः सबै नेपाली सामानहरू युज गरिएको हुन्छ सबै जसो नेपाली नै छ यसमा हाम्रो डोको छ ढाकी डालो छ अनि टोका चोयाले बनेको चाल्नी छ ठेकी छ मदानी छ हर्पे छ परुवा झर्केका थालहरू झर्केका बटुकाहरू काठको आरी प्याज स्याज लसुन टमाटर सबै अब आफैले लाएर खानुपर्छ मल जल अब गाई बस्तुको अर्ग्यानिक मल लगाएर बनाएर खानुपर्छ माथि एउटा के लगाऊँ न यो सब्जीहरू साइडमा यसरी कता कति लाउनु हुँदैन यस्तो सब्जी भनेर यस्तो कुराहरू क्या टमाटर धनियाँ लसुन प्याज हुन्छ किन नलाउनु तिमीहरू बसेर गर्नुपर्छ ठिक छ त यस्तो एकजना एउटा थियो खुर्पी हाम्रोमा बर्मी धनिया के भन्छ बर्मी धनिया भनिन्छ कसैले काँडे धनिया पनि भन्छन् कसैले जङ्गली धनिया भन्छन् हामी चाहिँ अब खोइ बर्मी धनिया भन्छौँ पहिल्यैदेखि तर यो चाहिँ यस्तो राम्रो चिज रहेछ नि कुनै चिजमा नपाउने कुनै सब्जीमा नपाउने चिज यसमा पाउँछ रहेछ क्या मान्छेको शरीरलाई चाहिने म्याग्नेसियम चाहिँ यसमा पाइन्छ अरे अस्ति मैले हेरिरहेको थिएँ एउटा डक्टरले भनेको त्यो देखाइ डक्टरले भनेको छु नेपालमा पनि आजकल त्यसको फार्म गर्दो रहेछ नि यसको मतलब त्यो एउटा हेरेको यो राम्रो चिज हो नि त मलाई चाहिँ मासुमा चाहिँ यो हालेपछि चाहिँ अब यो त कुखुरा लोकल कुखुरामा यो त यति मिल्छ नि
धेरै भयो। टुक्छ पनि नि त अलिअलि त त्यत्तिकै हो नि त अनि तर्लङ हुन्छ फेरि अब पाक्दा टुक्क हुन्छ। धनियाँ अब हाल्नुपर्छ। अब आज आलुदम बनाउन केटाकेटीको चोइस अनुसार आलुदम बनाइयो। यो भुजा चिउरासँग खान्छन् है। छुट्टीको दिन उनीहरूले जे भन त्यही पकाइदिनु पर्यो। कस्तो लाग्यो हेर्दा? बाबा हेर्दा त राम्रो लाग्यो, खाँदा चाहिँ कस्तो कोली टेस्ट गर्दा कस्तो रहेछ? म निकालिदिन्छु। एकदिन यति चाहिँ डल्ले सबै हालिदिनु कडाक्क पाक्यो। टमाटर कम्ती भएछ कि क्या? डल्ले किन बारीको डल्ले आगो जस्तो हुन्छ। नुन चाहिँ हेर्न त्यति अब म निकालेँ मैले यसलाई कम्प्लिटली भयो त्यो पाएको। आलु दाम चाना भएको
काँक्रा तास्नु दिनु न मलाई तास्नु दिइहाल्नु त त्यो टेबलमा सेट गर्छु एकछिन एउटा सब्जीवाला साथीले भनेको यो काँक्राको बोक्रा चाहिँ नखानु अरे बाबु किन उनीहरू दुईजना तिमीहरू दुईजना आएपछि यस्तै हो यहाँ पनिर चाहिँ किन ल्याएको हो तपाईँले पनिर खान्छु भनेको होइन अब कसले कमेन्टमा लेख्न बेर छैन मुला पनि खान्छन् सलादमा भनेर घडी हेर्नुपर्छ नि त्यतिकै नहेर त कहाँ हुन्छ त नल्याएको भए हुन्थ्यो नि पनिर म दही चुरा खान्छु होइन नखानु ल ठिकै छ ल्याएर राम्रो नखाएको यतिखेर नानी 1 मिनट हो जहिले जिम जाने मान्छेलाई 1 मिनट हो यो मुलाको अचार एकदम मिठो छ है यो माथि हालेको अस्ति हिजो भर्खर हालेको मिठो भइहालेछ यो बर्खामा यो भाइको यो फुचेको आलुदम हालिदिनु नि त्यसले हालिदिन्छु धन्यवाद आलुदम कस्तो भएछ हौ आलुदम त मिठै छ ठिकै छ मिठो पनि छ मिठो होला मुलाको अचार मुलाको अचार कति राम्रो छ बुवाजु हो सबै थोक मिठो छ अमिनले चाहिँ मुलाको अचार अमिलको हल्का छ नि म चाहिँ अमिलिने गएको छ भर्खर त बनाएको हो नि त अमिलै छैन नि बारीको डल्ले अमिलै छैन बाबु अमिलै छैन अमिलो हुँदैन नि त आज तिमीले खाऊ भनेर पनि निकालिदिएको त आलुदम पनि मिठो छ मुरै र आलुदमले कति मिठो तिमी जजमेन्ट गर्नुहोस् बुइले खाकै थिएन अनि कहाँबाट जज पछि कसले कति खाँदो रहेछ भनेर खाएर मात्रै जज हुन्छ भए पनि मिठो छ भाइले बसाएर खान्छु आलुदम कस्तो भएछ नानो मिठो छ जस्तो सोचेको छ त्यस्तै हुन्छ मिठो हो अनि अब कति महिनासम्म बस्नु नखाने हो खान्छु
हिजो त तिमीले आधी किलो बोसो पोलेर खायो चाबी लाग्यो मुनि म चाहिँ कमन हुँदैन त खानु पनि ठिक्क खाएको कमन हुँदैन यो यो मलाई राम्रो छ अचार बनाउनु आधार हो मुलाको अचार त मेरो भन्छु बस्दै सिक्दैछु त्यो पनि बेला बेला मैले मगी सुन्दा खान्छु खाऊ